बिस्मिल्लाह वल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आशा गर्दैछु तपाईहरू सन्चै हुनुहोला। आज म यस भिडियोमा अल्लाह ताआलाको अस्तित्वको विषयमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यो भिडियोलाई ध्यानपूर्वक सुनेर हेरिदिनुहोला। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, हामीलाई यो ज्ञान हुनुपर्छ कि अल्लाह ताआलाको अस्तित्वमा विश्वास गर्नु सबैभन्दा ठुलो सत्य हो र अल्लाह ताआलाले आफ्नो अस्तित्वका प्रमाणहरू मानिसको आत्मामा र यो संसारमा राखिदिनु भएका छन्। अल्लाह ताआलाको अस्तित्वको प्रमाणहरू थुप्रै छन्, तर म यस भिडियोमा केही प्रमाणको बारेमा चर्चा गर्नेछु। त्यसमध्ये पहिलो नम्बरमा छ, नम्बर 1 मा रहेछ फितरत अर्थात स्वभाव। अल्लाह ताआलाले आफ्नो पवित्र किताब कुरानमा भन्नुहुन्छ, फितरतल्लाहिल्लती फतरन्नास अलैहा, कि अल्लाह ताआलाले मानिसहरूलाई सही स्वभावमाथि सिर्जना गर्नुभयो। र रसुलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुहुन्छ, कुल्लु मौलुदिन युलदु अलल फितरा, कि हर एक नवजात बच्चा फितरत अर्थात सही स्वभावमाथि जन्मिन्छ। र दोस्रो प्रमाण यो छ सृष्टि र उत्पत्ति। अल्लाह ताआलाले आफ्नो पवित्र किताब कुरानमा भन्नुहुन्छ, अम खुलिकु मिन गैरि शैइन अम हुमुल खालिकुन, के मान्छेहरू केही बिना सिर्जना भए वा उनीहरूले आफैलाई सिर्जना गर्नु भए। यसै गरी साथी, यो विशाल ब्रह्माण्ड कसले बनाइएको हो? के यो विशाल ब्रह्माण्ड आफै उत्पत्ति भएको हो अथवा कसैले यसलाई बनाउनु भएको हो? र तीसरो प्रमाण हो यो विशाल ब्रह्माण्डको सिस्टम। अल्लाह ताआलाले आफ्नो पवित्र किताब कुरानमा भन्नुहुन्छ, अश-शम्सु वल कमरु बिहुस्मा, कि सूर्य र चन्द्रमा निश्चित हिसाब किताबले चलिरहेछ। यदि सूर्य अलिकति नजिक आए भने हामी सबै पोल्छौं, र यदि सूर्य हामीबाट अलि टाढा हुनुभयो भने हामी सबै बर्फ बन्छौं। र लास्टमा म प्रार्थना गर्छु कि अल्लाह ताआला हामी सबैलाई अल्लाहको अस्तित्वमाथि विश्वास र ईमान राख्ने वाला बनाओस्। सल्लल्लाहु अलैहि वसल्लम।